त्यसपछि किमा एकदम मिठो हुँदैछ, मजार बन्दैछ, एकदम मिठो स्वादिष्ट एकदम। हेलो साथीहरू, नमस्कार। जय सुमाई युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज यतिखेर हामी मोमो बनाउनको लागि तयारी गर्दैछौँ। अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु नभुल्नुहोला। यति बेला प्याज काट्दैछौँ हामी, त्यसपछि यहाँ खुर्सानी काट्दैछौँ। यहाँ अचार बनाउनको लागि मिक्सर चलाउँदैछौँ अनि मोमोको किमा रेडी हुँदैछ। यहाँ आवश्यकता अनुसारको हामी मसला राख्दैछौँ, मोमो मसला। त्यसपछि यसलाई स्वादिष्ट बनाउनको लागि तेल राख्दैछौँ। यसले चाहिँ किमा एकदम मिठो राम्रो स्वादिलो बनाउँछ। यहाँ हामी मिक्स गर्दैछौँ किमालाई। त्यसपछि स्वादिष्टको लागि, टेस्टीको लागि नुन राख्दैछौँ। नुन राखेपछि यसले एकदम स्वादिष्ट मिठो बनाउँछ। यस्तै गरी अब यहाँ एकदम मिठो स्वादिष्ट किमा बन्दैछ। एकदम राम्रो मिठो किमा बन्यो। अब यहाँ चाहिँ हामी मोमो बनाउनको लागि तेल पेल्दैछौँ हामी। अनि अब मोमो बन्दैछ। अब यहाँ मोमो तयारी हुँदैछ, मोमो बन्दैछ। मोमो बनिसक्यो। अचार बन्दैछ, एकदम मिठो स्वादिष्ट एकदम स्वादिलो टेस्टी होला जस्तो छ। अचार बन्दैछ, एकदमै टेस्टी होला जस्तो छ अचार पनि। यतिखेर अब मोमो पनि यता तयार हुँदैछ। मोमो तयार हुँदैछ, वान बाई वान चाहिँ एकदमै तयार हुँदैछ। उता मोमो पाक्दैछ भने यता तयार पनि हुँदैछ। अनि यहाँ मोमो एक चाहिँ पाकिसक्यो। अहिले तपाईँले खाना अहिले सबै पाकेपछि खानु भनेर हटकेसमा राख्दैछौँ। अब हाम्रो मोमो पाकिसक्यो, एकदमै टेस्टी होला जस्तो छ। अब है त, हेर्नु भएकोमा सो मच थ्याङ्क यू, बाई बाई।